हेलो साथीहरु, तपाईलाई स्वागत छ यस टेक्निकल सपोर्टेड च्यानलमा। आज चाहिँ मैले हजुरको माझमा एआईबाट गीत कसरी बनाउने, नेपाली गीतहरू, लोकगीतहरू, पप गीतहरू, हिपहप, र्याप जस्ता गीतहरू चाहिँ कसरी बनाउने भनेर भिडियो लिएर आएको छु। तपाईले थम्बनेलमा हेरिसक्नु भयो होला कस्तो खालको भिडियो भनेर, तपाईले अलरेडी हेरिसक्नु भयो होला, छोटो क्लिप पनि हेरिसक्नु भयो होला। त्यसले म त्यही भिडियो लिएर आएको छु, कसरी गर्ने भनेर लिएर आएको छु। त्यो भिडियोलाई सुरुदेखि अन्तिमसम्म हेरेर साथ सपोर्ट गरिदिनु होला। र च्यानलमा नयाँ हुन्छ भने च्यानललाई सब्स्क्राइब गरी मसँगै जोडिनु होला, ताकि आगामी दिनहरूमा मैले यस्तै टेक्निकल भिडियोहरू लिएर आउने छु, तपाईले सुरुमै हेर्न पाउनुहुन्छ। र भिडियो मन परेमा भिडियोले एक लाइक र मिठो कमेन्ट गर्न नभुल्नु होला, र धेरैभन्दा धेरै साथीहरूमा सेयर पनि गर्न नभुल्नु होला भन्दै आज लागौँ आजको भिडियोतर्फ नै। सुरुमा चाहिँ तपाईहरुलाई चाहिनुपर्ने हुन्छ एआई गीत जेनेरेट गर्नको लागि एउटा एआई सनु एआई एप चाहिन्छ। त्यसको लागि चाहिँ तपाईहरुले सुरुमा गएर तपाईले आफ्नो प्ले स्टोरबाट त्यो एप्स डाउनलोड गर्न सक्नुहुन्छ। हेर्न सक्नुहुन्छ मेरो चाहिँ यहाँ एप्स रहेको छ प्ले स्टोर। म कलर चेन्ज गर्छु। यहाँ प्ले स्टोर रहेको छ, तपाईले देख्नुहुन्छ। यो प्ले स्टोर ओपन गर्नु होला तपाईले। म प्ले स्टोर ओपन गरेपछि तपाईले यता साइडमा रहेको छ सर्च बक्स, त्यो सर्च बक्समा गएर तपाईले सर्च गर्नु होला सनु एप भनेर सर्च गर्नु होला। SONU सनु APP एप भनेर तपाईले यति लेखेर सर्च गर्नु होला। सर्च गरिसकेपछि तपाईले यहाँ हेर्न सक्नुहुन्छ, यहाँ सनु एप भनेर आइसकेको छ। यहाँ हेर्न सक्नुहुन्छ मेरो तल देखाइरहेछ यो सनु एप। म यसमा गर्नेछु। मेरो चाहिँ यहाँ हेर्न सक्नुहुन्छ सनु एप डाउनलोड गर्नु भनेर आएछ होला, किनभने मेरो चाहिँ अलरेडी एप्स भएको कारणले यहाँ अपडेट भनेछ। तपाईले डाउनलोड गर्नु होला। मेरो चाहिँ यहाँ डाउनलोड हुँदैछ। मेरो चाहिँ डाउनलोड भइसकेको छ। म अब यसलाई ओपन गर्नेछु। ओपन गरिसकेपछि तपाईलाई यस्तो इन्टरफेस आउँछ कि तपाईको यहाँ यो एप्स चलाउनको लागि एउटा आइडी लगइन गर्नुपर्ने हुन्छ। त्यसको लागि एउटा युट्युब आइडी युट्युब खोल्नु भएको होला तपाईले, त्यसको त्यही आइडीबाट लगइन गरेर एउटा जीमेल आइडी चाहिएको हुन्छ, त्योबाट लगइन गर्नु होला। यहाँ क्रिएट अ फ्री एकाउन्ट भनेर छ, म यसमा क्लिक गर्नेछु। यहाँ गरेपछि तपाईले यहाँ हेर्न सक्नुहुन्छ, यहाँ एउटा दुईटा तीनटा चारवटा पाँचवटा अप्सन आइरहेको छ। यो पाँचवटा अप्सनमा तपाईले जुनबाट पनि आइडी क्रिएट गर्न सक्नुहुन्छ। तपाईले गुगलबाट गुगल आएर अथवा जीमेल आइडी अथवा युट्युब आइडी भन्छ, त्यसलाई त्यहाँबाट गरे हुन्छ। यो तपाईले मेटेरियल भनेको छ, यो चलाउनुहुन्छ भने मैले पनि चलाउँदैन, यो हाम्रो पनि छैन। यो फेसबुक आइडी प्राइज सबैको हुन्छ, त्यहाँबाट खोल्न मिल्यो। अनि युज माई फोन नम्बर भन्ने छ, आफ्नो मोबाइल नम्बर फोन नम्बरबाट पनि खोल्न मिल्छ। यो सनु एआई एप खोल्न मिल्छ। यहाँबाट त्यहाँबाट खोल्नु छ। तपाईलाई जेबाट खोल्न इच्छा हुनुहुन्छ त्यसबाट खोल्न सक्नुहुन्छ। तपाईले फोन नम्बरबाट खोल्न सक्नुहुन्छ, फेसबुकबाट पनि खोल्न, फेसबुक आइडीबाट पनि खोल्न सक्नुहुन्छ। म चाहिँ अहिले गुगलबाट खोल्न चाहन्छु, युट्युब आइडी अथवा गुगल जीमेल आइडीबाट लगइन गर्छु। म यसमा क्लिक गर्ने बित्तिकै तपाईमा रहेको कतिवटा आइडी छ जीमेल आइडी त्यो देखाउनेछ। म यसलाई मेरो एउटा यहाँ रहेको छ मेरो जीमेल आइडी, म यसमा क्लिक गर्नेछु। एउटा जीमेल आइडी क्लिक गरेपछि यहाँ मेरो लगइन हुँदैछ। लगइन गर्ने बित्तिकै तपाईले अब देख्नुहुन्छ यहाँ आइसकेको छ, लगइन भइसकेको छ। मेरो चाहिँ बनाउनु पर्ने तर्फ लागौँ। गीत बनाउनको लागि चाहिँ तपाईले यहाँ हेर्न सक्नुहुन्छ, मैले यहाँ गोलो गरेर लगाइरहेको छु। यहाँ क्लिक गर्नु होला तपाईले। म त्यसमा क्लिक गरेँ। क्लिक गर्ने बित्तिकै तपाईले सुरुमा हेर्न सक्नुहुन्छ सङ डिस्टिङसन बक्स भनेर लेखेको छ, यहाँ हेर्न सक्नुहुन्छ। यो चाहिँ केहीको लागि हो। अनि यहाँ तपाईले हुन्छ सुरुमा यहाँ तपाईले केमा भइरहेको छ भने स्याम्पल भनेर लेखेको छ, स्याम्पल सङको लागि के हो, उसको स्याम्पलको लागि भने हामी कस्टममा जान्छौँ। हामी यहाँ कस्टममा जान्छौँ। यता हेर्न सक्नुहुन्छ, यतापट्टि यहाँ कस्टम भनेर लेखेको छ, त्यसमा क्लिक गर्नु होला। क्लिक गरेर चाहिँ यहाँ क्लिक गर्नेछौँ। हामी यसमा क्लिक गर्नेछौँ। यहाँ क्लिक गर्ने बित्तिकै तपाईलाई त्यहाँ क्लिक गर्ने बित्तिकै हेर्न सक्नुहुन्छ यहाँ धेरै अप्सन आइरहेको छ। यहाँ अडियो भनेर आइरहेको छ। मेन भनेको यो अडियो
अनि यहाँबाट लिरिक्स भनेर लेखेको छ। यहाँ गीतको शब्दहरू के छ, गीतको स्टाइल लेख्ने लिरिक्स भनेको शब्दहरू चाहिँ लेख्नुपर्ने हुन्छ। यहाँ अडियो भने चाहिँ तपाईँको भोइस होस् अथवा कुनै गीतको भोइस होस्, यहाँ तपाईँले अडियो हाल्नुपर्ने हुन्छ। अनि यहाँ हेर्न सक्नुहुन्छ सङ डिस्टेन्स साउन्डबक्स भनेर लेखेको छ। अनि यहाँ तर क्रिएट भनेर लेखेको छ। अनि यति हो मेन भनेको हाम्रो यहाँ छुट्याउनु पर्ने। हामी अब यसलाई ट्याक्क म तपाईँलाई बताउने छ। भिडियोलाई चाहिँ एक लाइक गरिदिनु होला। म अब यहाँ हेर्छु। अब मेन भनेको तपाईँको अब कुन गीत बनाउने हो त्यही गीत गर्नुपर्ने हुन्छ। यहाँ रेकर्ड गर्नुपर्ने हुन्छ। म यहाँ अडियोमा क्लिक गरेँ, प्लस अडियो। अनि तपाईँले हेर्न सक्नुहुन्छ यहाँ अडियोमा क्लिक गर्ने बित्तिकै तपाईँले यहाँ दुईवटा अप्सन आउँछ। यहाँ रेकर्ड भनेको छ, यहाँ अपडेट भिडियो अर अडियो भनेको छ। तपाईँको मोबाइलमै त्यो अब बनाउन लाग्नु भएको गीतको अडियो भिडियो छ भने त्यो भयो, अथवा त्यो छैन भने तपाईँले यहाँ रेकर्ड पनि गर्न सक्नुहुन्छ। यहाँ रेकर्ड बनाएर म चाहिँ अहिले रेकर्डबाट गर्नेछु। म रेकर्डमा थिचेर अनि यहाँ अलाउ रेकर्डिङ भनेको छ, म यसलाई अलाउ गर्नेछु। अनि त्यो गर्ने बित्तिकै यहाँ तपाईँले हेर्नुहुन्छ रेकर्डिङ गर्ने अप्सन आइरहेको छ, हेर्न सक्नुहुन्छ। यहाँ क्लिक गर्नु रेकर्डको लागि चाहिँ त्यो गर्नुभन्दा अगाडि तपाईँले के सोच्नुपर्ने हुन्छ, हाम्रो गीत भनेको 3 देखि 4 मिनट अथवा 2 मिनटको गीत हुन्छ। शब्द मात्रै गाउँदाखेरि, म्युजिक नहाल्दाखेरि, गीतको शब्द हालेर मात्रै गाउँदाखेरि चाहिँ अडियो गाउँदाखेरि त्यति हुन्छ भने हामीले मेन केमा फोकस गर्नु पर्यो भने चाहिँ गीतको एउटा कोरस भन्ने भएको हुन्छ, एउटा कोरस भएको हुन्छ। अनि भर्जन भन्ने अप्सन हुन्छ, भर्जन नम्बर 1, 2, 3 हुन्छ। अनि त्यसमा टार्गेट गर्नु पर्यो। तपाईँले मेन गाउनु पर्ने यहाँ अहिले अडियो कति मिनटसम्म हाल्न मिल्छ भने 1 मिनटभन्दा दिन माथि हाल्न मिल्दैन। 1 मिनटमा चाहिँ तपाईँले सकेसम्म 1 मिनटभित्रमा चाहिँ तपाईँले कोरस र अनि 1 नम्बर अथवा भर्जन 1सम्म गाइसक्नु पर्ने हुन्छ। 1 नम्बरको लय गाइसक्नु पर्ने हुन्छ। अब 1 नम्बर, 2 नम्बर, 3 नम्बर, 4 नम्बरसम्म हुन्छ कुनै गीत। अब जुन गीत भए पनि अनि त्यो भएको कारण तपाईँले सुरुमा कोरस गाउनु, अनि कोरस गाइसक्नु भएपछि कोरस गाउने बित्तिकै चाँडो फेरि अनि उसको 1 नम्बरको गाइसक्यो, त्यति गाएपछि तपाईँलाई ढुक्क हुन्छ। अनि तपाईँको गीत रेडी हुन्छ। कसरी उसले चाहिँ एआईले कसरी गीत जेनेरेट गर्छ भने म तपाईँलाई गर्छु। पहिला कोरस गाउने अनि त्यहाँबाट भर्जन गाउने। म त्यसको लागि चाहिँ म एउटा गीत गाउन गइरहेको छु। म गीत गाउने छु। रेशम फेरेरे भन्ने हाम्रो पहिलाको पूर्वेली गीत, त्यसमा तपाईँलाई छोटो बनाएर देखाउने छु। त्यसो कसरी बनाउने भने म तपाईँलाई सिकाउने छु। सिकाउनको म अब छोटो अडियो रेकर्ड गर्न गइरहेको छु। रेशम फेरेरे है रेशम फेरेरे, उडेर जाऊ के डाँडामा भन्ज्याङ रेशम फेरेरे, रेशम फेरेरे है रेशम फेरेरे, उडेर जाऊ के डाँडामा भन्ज्याङ रेशम फेरेरे, कुकुरालाई कुतीमा कुती बिरालोलाई सुरी, कुकुरालाई सुरीमा सुरी बिरालोलाई सुरी, तिम्रो र हाम्रो माया र प्रीति बाटोमा कुरी, तिम्रो र हाम्रो माया र प्रीति बाटोमा कुरी, रेशम फेरेरे है रेशम फेरेरे, उडेर जाऊ के डाँडामा भन्ज्याङ रेशम फेरेरे, उडेर जाऊ के डाँडामा भन्ज्याङ रेशम फेरेरे। हेर्न सक्नुहुन्छ मेरो चाहिँ रेकर्ड भइसकेको छ। 30-31 भनेको छ। 1 मिनटको मात्रै हामीले रेकर्ड गर्न मिल्छ। म यसलाई सेभ भन्ने यहाँ तल रहेको छ, यस एबी सेभ भनेको छ। म यसमा सेभ गर्नेछु। यसलाई सेभ गर्ने बित्तिकै हाम्रो यहाँ गीत अपलोड हुने छ। अपलोड माथि यहाँ हेर्न सक्नुहुन्छ अपलोड भइरहेछ। यहाँ लिरिक्स छ। अब यहाँ लिरिक्समा लेख्नुपर्ने हुन्छ। तपाईँले मेन भनेको लिरिक्समा पर्छ। यो माथिको अडियोले चाहिँ भाका ल्याउने मात्रै हो। तपाईँले लिरिक्स लेख्न सक्नुहुन्छ। यहाँ तपाईँले सुरुमा यो गीतमा चाहिँ कोरस गाएको छ, अनि पछि अनि त्यहाँबाट भर्जन 1 गाएको छ, अनि त्यहाँबाट त्यसरी गाएको छ। म यसलाई सुरुमा कोरस लेख्नेछु। तपाईँले यहाँ हेर्न सक्नुहुन्छ। म टाइप गर्नेछु कोरस यस हो आर यु यस कोरस भनेर म लेखेँ। यसलाई कोरस लेखेँ भन्दा मैले अलिक स्पेस तल गरेँ। अनि अब यहाँ लेख्नु तपाईँको गीतको लिस्ट लेख्यो। रेशम फेरि रेशम फेरि बनायो। रेशम फेरि फेरि रेशम फेरि रेशम फेरि तपाईँलाई मैले अलिक कपी गर्छु। रेशम फेरेरे रेशम फेरेरे, अब उडेर जाऊ के डाँडामा है, उडेर जाऊ के डाँडामा भन्ज्याङ
त्यस्तो अडाउँछ भन्छ उडेर जाऊ किनारमा भन्छ यसमा फेरि किनारमा अरे हाम्रो मेन गीतको कोरसको यो हो उडेर जाऊ कि भनेर चाहिँ कमा गर्नेछौँ रेसम फेरि यसको भने कमा गर्नेछौँ यो कमा चाहिँ किन दिएको चाहिँ रेसम फेरि भनेर चाहिँ एकछिन अड्किन्छ त्यो भएर म कमा दिएको अनि उडेर जाऊ कि भनेरसम्म त्यहाँ कमा गरेँ अनि यसलाई अब हाम्रो तल अब के रहेको छ भर्स 1 अब कोरस भयो अब मेन कोरस हो हामीले भर्स 1 गर्छौँ 1 गर्छौँ 1 को लागि अलि तल हेरेर अब के छ कुकुरलाई कुकुरलाई अलिक कुकुरालाई सुकुतीमा कुती बिरालोलाई सुरी सुरी है यसो कुकुरालाई कमाउँछ सुरी अब यहाँ दुई चुरी गर्दैन मैले कोसेर यहाँ 2 2 गरेर अहिले यहाँ दुई चुरी गर्छ अनि अब तपाईँको त अरु मायापति टो बाटोमा यसो गर्नुहुन्छ हैन यो पनि दुई चुरी प्रश्न कोर्स बनाउनु अब 1 नम्बर फेरि के गर्छ हामी अब गीतमा चाहिँ फेरि 1 नम्बर यो गाएपछि फेरि कोरस गाउँछ है अब यो कोरस गाएपछि हामी यो कोरसलाई फेरि कपी गरेर यहाँ अब कोरसको पाला आउँछ अनि यो तल हामी तल यहाँ कपी पेस्ट गरे अनि फेरि अब यहाँ 2 नम्बरमा तपाईहरुले जति पनि राख्न सक्नुहुन्छ 1 2 3 यसरी मिलाएर अब म यसलाई म 2 नम्बरसम्म राख्ने छु 2 अब 2 लाई रोमा यस्तो के छ एक नम्बर राख्छ एक नानी बन्दुक दुई नानी बन्दुक गला थाकेको अब समय त्यसरी तपाईले हेर्न सक्नुहुन्छ तपाईँ मेरो चाहिँ नम्बर के आइडी कार्ड मिसिन हुन्छ त्यही भएर सबै राम्रोसँग हेरेर हेर्न सक्नुहुन्छ मिलाउने ताकेको हैन माइला ताकेको हुन्छ हुन्छ के को ताकेको हैन मैला भएछ निर्गालाई मैले ताकेको हैन मैला ताकेको यहाँ पनि दुई चोरी गरे अब हाम्रो यो गाएपछि फेरि के गर्छ यो 2 नम्बर गाएपछि फेरि कोरस गाउनु है यो माथि कोरस एक पहिला कोरस गाए त्यहाँबाट 1 नम्बर आए पहिला कोरस त्यहाँ 1 नम्बर त्यहाँ 2 फेरि कोरस त्यहाँ फेरि 2 नम्बर फेरि कोरस गाउँछ है माथि नै फेरि दोहोरेर माथि जान्छ त्यही भएर हामी कोरस गाए अनि तपाईले यसरी नै अब कतिसम्म छ त्यसरी राख्नुहुन्छ मैले अहिले 2 नम्बरसम्म राखेँ अनि यो अब कोरस राखे फेरि तपाईले 3 नम्बर राख्नुहुन्छ फेरि कोरस राख्नु 4 नम्बर राख्नु फेरि कोरस राख्नु यसरी मिलाएर राख्नु होला तपाईलाई जसरी हुन्छ त्यसरी राख्नु होला अब यति रहेछ मैले 2 नम्बरसम्म लेखेँ अब तपाईले हेर्न सक्नुहुन्छ मैले के गरे हैन सेम कोरस लेखेँ अनि त्यहाँबाट 1 नम्बर अनि फेरि कोरस फेरि 2 नम्बर फेरि कोरस अन्तिममा कोरस भन्ने लेखेको छ अनि तपाईले यहाँ सङ डिस्क्रिप्सन बक्स भने मैले अघि नै तपाईलाई देखाइसकेको छ तपाईले हेर्न सक्नुहुन्छ हेर्न सक्नुहुन्छ तपाईले यहाँ डिस्क्रिप्सनमा चाहिँ के लेख्नु पर्ने हुन्छ तपाईले यो डिस्क्रिप्सन बक्समा चाहिँ यो गीत कस्तो खालको भइरहेको होस् भने तपाईले हुन्छ यहाँ अप्सन पनि छ कस्तो भोकलमा भने चाहिँ मेल भोकल्स कि अब फिमेल भोकल्स अब गिटार भनेको छ अब के यो इन्स्ट्रुमेन्ट हो र्यापमा भनेर रहेछ यहाँ के छ हिप हप छ कस्तो खालको बनाउने हो त्यो गीत त्यही अनुसार तपाईले लेख्न सक्नुहुन्छ मैले चाहिँ अब मेल भोकल्स चाहिँ राखेँ मेल भोकल्स होस् भन्न चाहन्छु म अनि तपाईले मेल भोकल्स अथवा फिमेल भोकल्स दुईटै राख्न सक्नुहुन्छ त्यो राख्नु भयो भने चाहिँ तपाईहरु दुई मिक्स गाउँछ यहाँ अहिले केटा र केटीमा मिलेर चाहिँ मेल भने मैले यो केटाको भोकल्समा गाएको म चाहन्छु भएर कारण अब त्यति गर्यो अनि तपाईले इन्स्ट्रुमेन्ट चाहिँ अब बाजाहरु चाहिँ तपाईले के बजाउन चाहनुहुन्छ त्यो पनि देख्न सक्नुहुन्छ त्यो चाहिँ राम्रो सुनिन्छ मैले मादल राखेँ अनि कमा गरेँ अनि मैले पियानो राखेँ कमा गरेँ अनि मैले बाँसुरी पनि फ्लुट भनेको बाँसुरी भयो अनि मैले ड्रम्स राखेँ है यति राखेँ अहिले यति मात्रै राखेँ अरु केही गर्नु पर्दैन अनि यति राखेपछि अनि तपाईले यहाँ भने यहाँ गीतको नाम लेख्न सक्नुहुन्छ टाइटल यो के गीत भनेर त्यो लेख्न सक्नुहुन्छ यहाँ भएको छ यो हटाएँ रेकर्डिङ भएको हो मैले रेसम फेरि तपाईले हेर्न सक्नुहुन्छ यहाँ क्रिएट भन्ने अप्सन आइरहेको छ म यसलाई क्रिएट गर्नेछु डिले नगरी हेर्न सक्नुहुन्छ मेरो चाहिँ गीत रेडी हुँदैछ तल गएर नि हेर्न सक्नुहुन्छ हामीले गीतको नाम के राखेको थियो रेसम फेरि यहाँ हेर्न सक्नुहुन्छ म यसमा गीत प्ले गरी सुन्नेछु
तलमा रहेको छ माथिको भयो तपाईहरुले दुईटा दिन्छ अब जुन चाहिँ राम्रो लाग्छ त्यही तपाईहरुले डाउनलोड गर्न सक्नुहुन्छ रेशम फिरिरी यो भन्दा चाहिँ यो 2 नम्बरको चाहिँ राम्रो लाग्छ उडेर जाऊ कि डाँडामा भन्छन् रेशम फिरिरी रेशम फिरिरी रेशम फिरिरी उडेर जाऊ कि डाँडामा भन्छन् रेशम फिरिरी कुकुरलाई कुतीमा कुती बिरालोलाई सुरी कुकुरलाई सुरीमा सुरी बिरालोलाई सुरी तिम्रो र हाम्रो माया र प्रीति दो बाटोमा कुरी तिम्रो र हाम्रो माया र प्रीति दो बाटोमा कुरी रेशम फिरिरी रेशम फिरिरी रेशम फिरिरी उडेर जाऊ कि डाँडामा भन्छन् रेशम फिरिरी रेशम फिरिरी रेशम फिरिरी उडेर जाऊ कि डाँडामा भन्छन् रेशम फिरिरी यसरी तपाईले त्यो गीत डाउनलोड गर्नलाई म देखाउँदैछु यहाँ छ यहाँ 3 डट छ 3 डट 3 डट मलाई यो भन्दा पनि म तलको चाहिँ गर्छु यहाँ हेर्न सक्नुहुन्छ यो दुईटै हो गीत जुन यहाँ दुईटा बनिरहेको छ गीत है अनि यो चाहिँ मेरो रेकर्ड भयो मैले अगाडि गाएको रेकर्ड भयो अनि यो 1 नम्बरको यो 2 नम्बरको अनि यो रेकर्ड भयो अनि तपाईले यो दुईटा गीतमा तपाईले जुन अनि डाउनलोड गर्नु हुन्छ म यो डाउनलोड गर्न चाहन्छु यहाँ तपाईले हेर्न सक्नुहुन्छ 3 डट म यसमा क्लिक गर्नेछु त्यहाँ क्लिक गरिसकेपछि तपाईले हेर्न सक्नुहुन्छ यहाँ के छ डाउनलोड भन्ने अप्सन आइरहेको छ डाउनलोड अप्सन आइरहेको छ यसमा हामी क्लिक गर्नेछौँ डाउनलोड गर्नेछौँ अनि तपाईले क्लिक गर्नु यो तलमा चाहिँ डाउनलोड अनलाइनमा त्यहाँ क्लिक गर्ने बित्तिकै तपाईले फेरि पनि देख्न सक्नुहुन्छ यहाँ तल सेभ भन्ने अप्सन आइरहेको छ है सेभ भन्ने अप्सन आएर यहाँ मैले यो गीतको नाम के छ रेशम फिरिरी छ यो अगाडिको अक्षरलाई हटाउने छु अनि त्यहाँ सेभ गरिसकेपछि तपाईले हेर्न सक्नुहुन्छ हाम्रो चाहिँ गीत सेभ गरेर मैले डाउनलोड गरिसकेँ त्यहाँ त सेभ गरेँ मेरो यहाँ भन्छ रेशम फिरिरी सेभ डाउनलोड भनेर आइसकेको छ म यहाँ ब्याक गर्नेछु मेरो चाहिँ अगाडि आइसकेको छ अडियो गीतमा यहाँबाट गीत हेर्छु आएकै आएन त्यो गीत म हेर्नेछु एकैछिन भने यहाँ आइसक्यो हेर्न सक्नुहुन्छ माथि रेशम फिरिरी भन्ने यहाँ मेरो अगाडि फाइलमा पनि देखाइसक्यो यहाँ रेशम फिरिरी भनेको फाइल माई फाइलमा पनि म हेर्छु यहाँ हेर्न सक्नुहुन्छ माई फाइलमा पनि क्लिक गरेँ हेरेँ अनि मेरो अडियो छ अडियोमा क्लिक गरेँ यहाँ हेर्न सक्नुहुन्छ रेशम फिरिरी भनेर मेरो माथि हेर्न सक्नुहुन्छ तपाईँले टपमा रेशम फिरिरी भन्ने गीत आइसकेको छ म यहाँबाट क्लिक गरेर बनाउँछु यसबाट बनाउँछु म यहाँ सक्नुहुन्छ मेरो चाहिँ कति मिनटको भएछ भने यहाँ हेर्न यो कति मिनट गीत आएछ भने यहाँ सक्नुहुन्छ मैले चेक्यो यहाँ मेरो त मैले 1 मिनटको गीत अडियो रेकर्ड गरेँ यहाँ 3 मिनटको गीत भएको छ 3 मिनटको गीत बनिसकेको छ त्यसरी तपाईहरुले गीत बनाउन सक्नुहुन्छ है मेरो चाहिँ गीत र तपाईलाई आउने दिनमा कस्तो खालको भिडियो हेर्न चाहनुहुन्छ कस्तो खालको तपाईले कस्तो अब के को बारेमा जानकारी लिन चाहन्छ सिक्न चाहनुहुन्छ भने मलाई कमेन्ट पनि गर्न सक्नुहुन्छ भिडियोको बारेमा पनि कमेन्ट गर्न सक्नुहुन्छ कस्तो खालको भिडियो जान्दैन त्यो सिकाउनु होस् भनेर मलाई कमेन्ट पनि गरिदिनु होला यति भन्दै आजको भिडियोबाट म बिदा हुन चाहन्छु आगामी दिनहरुमा आउने भिडियोमा अर्को भिडियोमा म भेटौँला भन्दै च्यानललाई अझै पनि सब्स्क्राइब गर्नु भएको छ भने च्यानललाई सब्स्क्राइब गरी मसँगै जोडेर राख्नु होला भन्दै आजको भिडियोबाट म बिदा हुन चाहन्छु हस्त धन्यवाद।